रवि लामिछानेलाई जनताले कहाँबाट चिन्न सके भन्दा सिधा कुरा जनतासँग भन्ने एउटा कार्यक्रम थियो। त्यो कार्यक्रममा यस्ता कुराहरू हुन्थे जसले सरकारले सक्दैन थियो, भ्रष्ट टाउकेहरूले सक्दैनथे। जनताका साना साना समस्याहरू उहाँले प्रस्फुटन गर्नुहुन्थ्यो र पीडितलाई न्याय दिने प्रयास गर्दै हुनुहुन्थ्यो कि। अनि त्यसैले रवि लामिछानेलाई हाई हाई भन्न सुरु गरेका थिए। त्यही कार्यक्रम सञ्चालन गर्ने अहिले वीरेन्द्र जैरू, जो चाहिँ सिधा कुरा जनतासँग अहिले उहाँ कार्यक्रम चलाउनुहुन्छ। अनि उहाँले हिजो मात्र एउटा स्ट्याटस लेख्नु भएको छ कि 13 जना श्रमिकहरूलाई उद्धार गर्नुभएको छ जो चाहिँ दुबईमा फसेका थिए भने रवि लामिछानेलाई उहाँका विरोधी या त भ्रष्ट टाउकेहरूले के भन्थे भने उहाँका विरोधीहरूले भगवान भनेर सामाजिक सञ्जालमा भुकिरहेका हुन्छन् हैन। अहिले वीरेन्द्र जैरूले जो चाहिँ 13 जना व्यक्तिहरूलाई उद्धार गर्नुभयो भने ती 13 जनाहरूले उहाँलाई भगवान मान्छन्। यो रियल हो, किनकि उद्धार गर्ने दायित्व भनेको एउटा सरकारको हुनुपर्ने हो। तर एकजना व्यक्ति, एउटा पत्रकारले त्यस्ता मान्छे जो फसिरहेका हुन्छन् तिनीहरूलाई उद्धार गर्नुपर्ने भएको छ। यो देश हो के, यो देश हामी नेपालमा बसिरहेका छौँ, हाम्रो नेपाल हो। यस्तो अवस्थाको नेता नेपाल छ भने अनि रवि लामिछानेले कटाक्ष गर्छन् के भगवान भनेर विभिन्न सामाजिक सञ्जालमा उस विरुद्ध चाहिँ विभिन्न खनिएका देख्छु कि मैले। अहिले वीरेन्द्र जैरूलाई भगवान किन नमान्ने? 13 जना जो चाहिँ 13 जना फस्नुभयो र उहाँ नेपाल अवतरण हुनुभयो सकुशल भने उहाँहरूले वीरेन्द्र जैरूलाई भगवान किन नमान्ने त? मान्छन् नि, तपाईँले नमान भनेर हुँदैन क्या। उहाँलाई कसैलाई मान्छे भनेको एउटा मान्छे पनि भगवान बन्न सक्छ कसैको लागि। भगवान, रियल भगवान कसले देखेको छ? एउटा हामी मूर्ति पूजा गर्छौँ, उसलाई मूर्तिलाई हामीले एउटा ढुङ्गालाई भगवान भनेर दर्शन गर्छौँ भने एउटा मान्छेले जो चाहिँ जसले ज्यान बचाएको छ, जसको लागि पीडितको आवाज उठाएको छ भने त्यसलाई भगवान नभन्ने? पीडितहरूले त भगवान भन्छन् नि, किनकि उसलाई न्याय दिएको छ, उसलाई उद्धार गरेछ, उसको ज्यान बचाएको छ भने उनले चाहिँ भगवान मान्ने हो क्या। यो विरोधीहरूले यतिसम्म खेदेका छन्। अहिले अब मैले त यो विषयमा कुरै नगरौँ होइन। अहिले उहाँले पनि, उहाँ वीरेन्द्र जैरू सरले यति राम्रो काम गर्नुहुन्छ। तपाईँले उहाँका हरेक एपिसोड पनि तपाईँले हेर्न सक्नुहुन्छ। विभिन्न देशका विभिन्न भ्रष्टाचारका काण्डदेखि लिएर विभिन्न अनियमित भएका कार्यक्रमहरूलाई उहाँले प्रस्फुटन गर्नुहुन्छ। अझै पनि भ्रष्टाचारीहरूको भागाभाग पनि हुन्छ उहाँको क्यामेरा देख्ने बित्तिकै। यस्तो यो किनकि एउटा पत्रकारले गर्न सक्ने काम के छ? अनि रवि लामिछानेले भन्नुहुन्थ्यो कि पीडितहरू सरकारमा जाँदैनन्, यस्ता व्यक्तिहरूमा जान्छन् जो चाहिँ अपिल त्रिपाठी, युवराज कणेल अनि वीरेन्द्र जैरू यस्ता व्यक्तिहरूमा जान्छन् भनेर भन्नुहुन्थ्यो कि। हुन पनि हो, किनकि सरकारसँग कसैको भरोसा छैन। नेपालमा सरकार छ या छैन, या त एमालेको सरकार होस्, या त काङ्ग्रेसको सरकार होस्, या त माओवादीको सरकार हो, सबैको सरकार देखिसकेका छन् र जनताहरूले एउटा मात्र भरोसा गर्छन् के भरोसा उडिसकेको छ। गयो भने यी पत्रकारहरू जो चाहिँ मैले नाम भने उहाँ पत्रकारहरूमा जान्छन् भने अनि सरकारको ढोका ढकढकाउन जाँदैनन्, किनकि सरकारै छैन नि। उनीहरूको पार्टीको लागि सरकार छ, हाम्रो देशको जनता या गरिब जनताको लागि सरकार छैन। त्यसैले म के भन्छु भने एमाले, काङ्ग्रेस, माओवादीबाट तपाईँले न्याय पाउनु हुँदैन के। यो 100% न्याय पाउनु हुँदैन, यति मात्रै हो। तपाईँले भोट चेन्ज गर्नुभयो या त नयाँ मान्छेहरूलाई अगाडि बढाउनु भयो भने, भोट चेन्ज गर्नुभयो भने देश चेन्ज हुनेछ। यही हो। नमस्ते।